12 बर्दिया 6 जयनगर स्थित द भोइस एकाडेमी स्कुलमा अध्ययनरत छात्रा आरती पौडेलले बर्दिया जिल्लाबाटै पहिलो पटक 4 जीपीए प्राप्त गर्न सफल भएकी हुन्। प्राप्ताङ्क जीपीए र ग्रेडमा मापन गर्न थालिएपछि एसई परीक्षा दिई सर्वोत्कृष्ट 4 जीपीए ल्याउने बर्दिया जिल्लाबाटै पहिलो विद्यार्थी बनेकी हुन् आरती पौडेल। सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रा आरती पौडेल स्कुलकै निकै मेहनती र लगनशील विद्यार्थी भएको प्रिन्सिपल भीमसेन गिरी बताउनुहुन्छ। एसई परीक्षा 2081 मा हाम्रो विद्यालयबाट अध्ययनरत छात्रा आरती पौडेलले 4 जीपीएलाई बर्दिया जिल्लामै पहिलो पटक ऐतिहासिक रिजल्ट ल्याउन सफल भएकी छिन्। हामी यसमा बहुत गर्व गर्छौँ। यसको मेहनतको लागि नानी सानोदेखि नै कक्षा नर्सरी पढेर हाम्रो विद्यालयमा पढेको नानी हुन्। सानोदेखि नै पढ्नुपर्छ भन्ने एउटा सोच भएको नानी र उहाँलाई पनि उहाँको अभिभावकज्यूले पनि एकदमै सपोर्टिभ हुनुहुन्थ्यो। बर्दिया जिल्लामै पहिलो पटक सर्वोत्कृष्ट 4 जीपीए ल्याउन सफल छात्रा आरती पौडेलले सफलताको लागि निरन्तरता र त्यत्तिकै मेहनत अनि लगनशील आवश्यक भएको भन्दै विषयगत नोट बनाएर पढ्ने गरेको बताउँछिन्। सबैभन्दा ठुलो कुरा चाहिँ ह्यान्डराइटिङ हो। एउटा विद्यार्थीमा राम्रो अक्षर भएको विद्यार्थी नै अगाडि हुन्छ, मलाई पनि यही नै लाग्छ। त्यो हिसाबले मेरो पहिलो कुरा चाहिँ ह्यान्डराइटिङ राम्रो थियो। प्रिन्ट ह्यान्डराइटिङ लेख्थेँ म, त्यो भएर पनि होला। र बिहानदेखि बेलुकैसम्म लगातार पढाइ चाहिँ अलिक धेरै नै गर्नुपर्छ। एउटा सफलताको लागि निरन्तरता पनि चाहिन्छ, त्यही हिसाबले निरन्तर पढ्थेँ। त्यही नै एउटा नोट बनाएर लेखेर पढ्ने बानी थियो। द भोइस एकाडेमीले एसईमा 4 जीपीए ल्याएकी छात्रा आरती पौडेल लगायत एसईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा अभिभावकहरूलाई सम्मान गरेको छ। बाराबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारू र उपप्रमुख रत्नकुमारी पाण्डेले दोसल्ला कदरपत्रसहित सम्मान गर्नुभयो। आफ्ना छोराछोरीको उत्कृष्ट नतिजापछि सम्मानित अभिभावकको अनुहार हँसिलो देखिन्थ्यो। आरती पौडेलकी आमा गङ्गा पौडेलले खुसी व्यक्त गर्दै ध्यान दिएर पढेपछि सफलता प्राप्त हुँदो रहेछ भनी छोरीले उदाहरण बनेर देखाएको बताउनुभयो। हर्षित चाहिँ एकदमै छु। यो ए प्लस चाहिँ पक्कै ल्याउँछिन् भन्ने ढुक्क थिएँ। 4 जीपीए नै 100 मै लिएर आइन्। अनि अरू विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ राम्रोसँग ध्यान दिएर पढेपछि प्रगति हुँदो रहेछ। छात्रा आरती पौडेलले बर्दिया जिल्लाबाटै पहिलो पटक एसईको नतिजामा 4 जीपीए ल्याई बर्दिया जिल्लाकै इतिहासमा आफ्नो नाम राख्न सफल भएकी हुन्। दिलप्रकाश गौतम, नेपाल टेलिभिजन, बर्दिया।